हेलो एन्ड नमस्ते सबैजनालाई। आजको यो भिडियोमा हामीले सिक्न गइरहेको कुरा भनेको कसरी हामीले फ्रीमा एउटा एआई भिडियो बनाउन सक्छौँ। एआई भिडियो भन्नाले कुनै पनि एनिमेसन रिलेटेड भिडियो या कार्टुन जस्तो भिडियो भनेर बुझ्दा पनि हुन्छ। यसको लागि हामीले मात्र दुईटा वेबसाइटको प्रयोग गर्नुपर्ने हुन्छ। त्यो पनि दुईटै फ्री वेबसाइट्सहरू हुन्। केही हदसम्म दुईटै वेबसाइटले हामीलाई फ्री ट्रायल दिन खोजिरहेको छ। सुरु गरौँ। सर्वप्रथम तपाईलाई चाहिने भनेको हामीले जहिले प्रयोग गर्ने जेनेरेटिभ एआई ChatGPT हो। त्यही भएर सबभन्दा पहिला ChatGPTलाई आफ्नो कम्प्युटर अथवा ल्यापटपमा खोल्नुहोस्। ChatGPT खोलिसकेपछि तपाईले गर्नुपर्ने काम भनेको तपाईले जेनेरेट गर्ने भिडियोको एउटा फोटो पहिला तपाईले जेनेरेट गर्नुपर्छ। अर्थात् सामान्य भाषामा बुझ्नु पर्दा तपाईले जुन कार्टुन बनाउन खोज्दै हुनुहुन्छ त्यसको फोटो चाहिँ पहिला तपाईले पाउनुपर्छ, जुन तपाईलाई ChatGPTले सजिलै उपलब्ध गराउँछ। अब सर्वप्रथम हामी यसमा केही पनि एउटा एआई भिडियोको आइडिया सोच्नु। जस्तो मैले अहिले सोचेको आइडिया एउटा चरा जुन एउटा रुखको हाँगामा बसिरहेछ र अब बिस्तारै उड्छ। त्यसो भए हामीले यहाँ त्यही कुरालाई लेख्नुपर्छ। लेखौँ है त। मैले यहाँ कमान्ड लेखिसकेको छु। अब मैले यो एरोमा थिचेर यो इमेज जेनेरेट गर्छु। ल हेर्नुहोस् त, हामीले केही समय पर्खेपछि अघि हामीले हालेको कमान्ड अर्थात् जेनेरेट अ 3D इमेज अफ अ बर्ड विच इज सिटिङ अन अ ब्रान्च एन्ड इज अबाउट टु फ्लाईलाई यसले जेनेरेट गरेर एउटा यस्तो चराको फोटो बनाएको छ जुन एउटा हाँगामा बसेको छ र उड्नै लागेको छ। हामीले यति गरिसकेपछि फोटो चाहिँ हामीलाई जेनेरेट भइसकेको छ। अब हामीले गर्नुपर्ने काम यो फोटोलाई सेभ अथवा डाउनलोड गर्नुपर्ने हो। त्यसको लागि यो फोटोलाई थिचिराख्नुहोस् र यहाँ डाउनलोड इमेजको अप्सनबाट डाउनलोड गर्नुहोस्। फोटो डाउनलोड भइसकेपछि अब हामीले अर्को सानो स्टेप भनेको यो फोटोलाई भिडियोमा कन्भर्ट गर्नुपर्ने हो। तर भिडियोमा कन्भर्ट गर्दा हामीले यो फोटोलाई कस्तो भिडियोमा कन्भर्ट गर्नु छ भन्ने एउटा कमान्ड लेख्नुपर्छ, जसलाई हामीले प्रम्प्ट पनि भन्छ। त्यो प्रम्प्ट हामीले लेखिराख्नुपर्ने आवश्यकता छैन, त्यो हामीलाई ChatGPTले नै बनाएर दिन्छ। त्यसको लागि अब यहाँ तल हामीले लेख्छौँ हामीले यो फोटोलाई भिडियोमा कन्भर्ट गर्नको लागि एउटा प्रम्प्ट लेखिदिनुस् भनेर ChatGPTलाई अनुरोध गर्दैछौँ। हेर्यौँ है त। हेर्नुहोस् त, एकैछिनमा ChatGPTले हामीलाई एउटा प्रम्प्ट रेडी गरेर दियो। अब हामीले गर्नुपर्ने नेक्स्ट वेबसाइट खोल्नुपर्छ, जुन वेबसाइटको नाम हो पिक्सभर्स। तपाईले गुगलमा पिक्सभर्स लेख्नुहोस्, त्यसपछि सुरुमै आएको यो पिक्सभर्स एआईमा क्लिक गर्नुहोस्। पिक्सभर्स एआई यसरी खुल्छ। तपाईले पहिलोपटक खोल्दै हुनुहुन्छ भने तपाईले यहाँ देख्न सक्नुहुन्छ टप राइट कर्नरमा लगइनको बटन छ। लगइनको बटन थिच्नुहोस्। तपाईले पिक्सभर्समा आफ्नो गुगल एकाउन्टबाट सोझै लगइन गर्न सक्नुहुन्छ। त्यही भएर यहाँ हामीले साइन इन विथ गुगल थिच्छौँ। मैले साइन इन विथ गुगल थिचेर पिक्सभर्सको वेबसाइटमा गइसकेको छु। अब एकदमै सजिलो तरिकाले हामीले अघिको फोटोलाई यहाँ अपलोड गर्ने र अघिको प्रम्प्टलाई यहाँ अपलोड गरेर क्रिएट गर्नुपर्ने हुन्छ। तपाईले देख्न सक्नुहुन्छ क्रिएट गर्नको लागि यहाँ 30 पोइन्ट्सको आवश्यकता छ र तपाईलाई सुरुमै यो वेबसाइटले 90 पोइन्ट्स जति सुरुमै दिएको हुन्छ। र यो वेबसाइटको एउटा राम्रो कुरा के हो भने तपाईले हरेक दिन लगइन गरे बापत 60 वटा पोइन्ट्स चाहिँ फ्रीमा पाउनुहुन्छ। ल सुरु गरौँ है त। सर्वप्रथम तपाईले यहाँ थिचेर आफ्नो अघिको फोटोलाई अपलोड गर्नुहोस्। अब अर्को काम भनेको तपाईले अघि हामीले ChatGPTबाट बनाएको प्रम्प्टलाई कपी गर्नुहोस् र यहाँ ल्याएर पेस्ट गर्नुहोस्। यति गरिसकेपछि तपाईले अरू कुराहरू खासै चेक गरिराख्नु पर्दैन। सबै कुरा यहाँ पिक्सभर्स वेबसाइटले मिलाएर दिएको हुन्छ। त्यही भएर अब हामी अरू खासै केही पनि चेक नगरिकन हामीले यो क्रिएटको बटनमा थिचेर एकछिन वेट गर्छौँ। ल हेर्नुहोस् त, हाम्रो भिडियो जेनेरेट भइसकेको छ। अब यो भिडियोमा थिचेर हेरौँ है त यो 5 सेकेन्डको भिडियो कस्तो भएको छ। हेर्नुभयो त, हामीले बनाएको एउटा फोटोबाट पिक्सभर्स वेबसाइटले कति मजाले एउटा रियलिस्टिक भिडियो बनाएर दियो। हामीले यसरी एउटा मात्र नभएर धेरैवटा भिडियो जेनेरेट गर्न सक्छौँ र प्रति भिडियो जेनेरेट गरेकोमा हामीले 30 पोइन्ट्स यहाँ दिनुपर्ने आवश्यकता हुन्छ। यसरी हामीले 4, 5 अथवा 10 वटै भिडियो जेनेरेट गरेर त्यो भिडियोहरूलाई एकअर्कासँग जोड्दै एउटा
कार्टुन मुभी जस्तो पनि बनाउन सक्छौँ। यदि त्यो बारेमा तपाईँलाई अझै बुझ्नु छ र कसरी यो भिडियोहरूलाई जोडेर कार्टुन मुभी बनाउन सकिन्छ भने जान्न मन लागेको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी अर्को भिडियोमा यही एआई भिडियोजहरूलाई जोडेर कसरी एउटा कार्टुन बनाउन सकिन्छ, कसरी ब्याकग्राउन्डमा अडियो राख्न सकिन्छ, कसरी एउटा मुभी क्रिएट गर्न सकिन्छ भन्ने कुरा गर्नेछौँ। अहिलेको लागि यति नै। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।